हामीहरू कङ्काली मन्दिर घुम्न गएछौँ। हामी सब फ्यामिली यहाँ सबजना यहाँ भान्जा यहाँ दिदी यहाँ भेना यहाँ दाई कङ्काली मन्दिर घुम्न गएछौँ। ल तपाईँलाई म बाटोभरि हेराउँदै जान्छु ल। गाइज नि अब हामीहरू कोशी ब्यारेज पुग्यौँ। हेर्न सक्नुहुन्छ यो कोशी ब्यारेज हो। जुम पर्दैन कोशी ब्यारेज हो यो कोशी ब्यारेज। हेलो गाइज नि आज कङ्काली मन्दिर पुग्यौँ हामी। यो कङ्काली मन्दिर कङ्काली मन्दिर नेपालको धार्मिक मन्दिरमा एउटा यसलाई पनि चुनिन्छ है हाम्रो कङ्काली मन्दिर। यहाँ गोजीमा कल जाएछौँ कल। कङ्काली मन्दिर गाइज नि यहाँ चाहिँ मन्दिरमा गाडीमा चार्ज लगाएको चोर्नलाई चोरी हुन्छ भनेर हेर्नलाई। मन्दिरमा पनि डर छ चोरी हुनलाई। गाडीलाई हेर्नु पर्यो। अब गाडी त चार्ज हुँदैछ है। अब अनि भगवानको दर्शन गरियो टीका लगाइयो। अब फेरि जाँदैछु। अब हिँडाउन हामी ल हिँड्दै सबैजना टीका लगाउँछ यहाँनिर टीका। कल्याण करिए ही माँ भगवती। आयो मेरो भतिजी म एक राउन्ड फेरि लगाएर गाइस नि कमलको फुल है। ए कमल का फूल। Hey, 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 hey.
के को मजा है हामी कोसी ब्यारेजमा छौँ है आज नि के भयो नि हामी कङ्काली मन्दिर गयौँ नि अनि फर्किँदाखेरि नि अनि यहाँ चाहिँ इमोसनल अत्याचार हुँदैछ नि यहाँ रुँदैछ है यहाँ यो मान्छेलाई कसैले काली भन्न सक्छ भन्न सक्छ यसको पुरानो काली भनेर शम्भु होटलमा यही बाटो शम्भु होटल कोसी ब्यारेजको यहाँ यो गल्ली छ नि गल्लीभर छिर्ने बाटो छ यो शम्भु होटल ठिकै थियो खाना नि राम्रो लाग्यो अब के भन्नु हाम्रो गाडी यहीँ छ यहाँ नि आन्टीले यहाँ झिँगे माछा बनाउनु रहेछ ए आन्टी हाई भन्नु नि यहाँ ए है आन्टीको यी पसल खतरा छ यहाँ ओछ्यान पनि लागेको छ नि सुत्ने व्यवस्था पनि छ ए यहाँ आउन सक्नुहुन्छ यी होटल हाम्रो बगरीमा चटपट दोकान फेमस छ यहाँ झिँगा दोकान फेमस छ है ल गाइज कोसी ब्यारेज यो है